प्रश्न नम्बर 1 ब्रह्माण्डको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? अप्सन ए कोस्मोलोजी, अप्सन बी एस्ट्रोलोजी, अप्सन सी एस्ट्रोनोमी, अप्सन डी क्लाइमेटोलोजी। यसको सही उत्तर हो अप्सन ए कोस्मोलोजी। प्रश्न नम्बर 2 सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्दछ? अप्सन ए 8 मिनेट 21 सेकेन्ड, अप्सन बी 8 सेकेन्ड 20 मिनेट, अप्सन सी 8 मिनेट 19 सेकेन्ड, अप्सन डी 8 मिनेट 20 सेकेन्ड। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी 8 मिनेट 20 सेकेन्डमा। प्रश्न नम्बर 3 मध्यरातमा सूर्य उदाउने देश कुन हो? अप्सन ए जापान, अप्सन बी नर्वे, अप्सन सी बेलायत, अप्सन डी चिली। यसको सही उत्तर हो अप्सन बी नर्वे। प्रश्न नम्बर 4 सूर्यलाई हेर्न बनाइएको उपकरणलाई के भनिन्छ? अप्सन ए पार हेलियोमिटर, अप्सन बी हाइड्रोमिटर, अप्सन सी हेलिस्कोप, अप्सन डी माइक्रोस्कोप। साथीहरू यसको सही उत्तर हो अप्सन सी हेलिस्कोप। प्रश्न नम्बर 5 मर्निङ एन्ड इभिनिङ स्टारका नामले कुन ग्रहलाई चिनिन्छ? अप्सन ए बुध, अप्सन बी पृथ्वी, अप्सन सी शुक्र, अप्सन डी वरुण। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी शुक्र ग्रहलाई। क्वेशन नम्बर 6 दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ? अप्सन ए सदर सम्पात, अप्सन बी चन्द्रमास, अप्सन सी वसन्त सम्पात, अप्सन डी सम्पात। यसको सही उत्तर हो अप्सन डी सम्पात। प्रश्न नम्बर 7 आइगेन्ट ग्रह भनेर कुन ग्रहलाई भनिन्छ? अप्सन ए बृहस्पति र शनि, अप्सन बी अरुण र वरुण, अप्सन सी बुध र मंगल, अप्सन डी पृथ्वी र शुक्र। साथीहरू यसको सही उत्तर हो अप्सन बी अरुण र वरुण। प्रश्न नम्बर 8 सबैभन्दा धेरै उपग्रह हुने ग्रह कुन हो? अप्सन ए शनि, अप्सन बी वरुण, अप्सन सी मंगल ग्रह, अप्सन डी शुक्र ग्रह। साथीहरू यसको सही उत्तर हो अप्सन ए